अहिले नभए अहिले ल देवी मागी नै गरौँ न त है। रेडी अफ रेडी यो पोस्चर रेडी 2 कमा रेडी 1 1 फर्स्ट यसलाई चाहिँ ब्रेकिङ गर है, बेसिकलाई ब्रेकिङ गर है त। रेडी रेडी 1 रेडी 2 खुट्टा चाहिँ कहाँ हुनु पर्यो, ठ्याक्कै यो हात र खुट्टालाई चाहिँ ठ्याक्कै क्रसिङ हुनुपर्छ कि है। ओके यो खुट्टा चाहिँ यता आउनु पर्यो बिरगुरु यता, एन्ड हात चाहिँ स्ट्रेट आउनु पर्यो। यसलाई चाहिँ के गर्छ ठ्याक्कै कैँची हुन्छ है यहाँनिर है। वन्स मोर रेडी 1 2 नाइस वन्स मोर रेडी 1 2 कमा बुझ्नुभयो नि होइन। अब हामीले फुल फेसिङमै गुब्री सोकीलाई बेन्डिङ गर्न सकिँदैन के, यसैमा कसरी उठाउने त्यो पहिले के गर्नु पर्यो, पहिले हाफ फेसिङ कहाँनिर जाने, पहिले हाफ फेसिङ दिइहाल्ने, हाफ फेसिङ एन्ड बुझ्यो होइन। रे यो त रिल्याक्स पोजिसन है, रिल्याक्स पोजिसन, यसको रिल्याक्स पोजिसन चाहिँ यसको हाफ फेसिङ हो। रेडी 1 रिल्याक्स पोजिसनमा बस्यो, खुट्टा हल्का हल्का तन्क्याउ रेडी 2 यस्तो नगर्नु न, बडीलाई के गर्नु पर्यो स्ट्रेट सिधा राख्नु पर्यो सिधा है। वन्स मोर रेडी ओके 1 सबको हाफ फेसिङ है, साइड फेसिङ हुनु भएन फेरि तपाईँ अहिले फेरि आफूलाई साइड फेसिङ यिनको साइड फेसिङ भइसक्यो, यो हाफ फेसिङ मात्रै लिने हो। यो तपाईँको साइड फेसिङ भयो भने तपाईँको कम गल्ती के हुन्छ थाहा छ, तपाईँको हातमा पर्न जान्छ। देवी मागी कहिले पनि स्विङ हुँदैन नि त, देवी मागी जहिले पनि स्ट्रेट जान्छ ब्लकिङ। तपाईँहरूले आफ्नो साइड फेसिङ गरिदिनु भयो भने सुन्ने है, तपाईँहरूले कमजोरी के नगर्नु भन्दाखेरि गुब्री सोकीमा यस्तोरी शरीरलाई साइड फेसिङ दिनुभयो भने हात कहाँ पुग्यो तपाईँको, यहाँ पुग्यो। अब यहाँबाट सिधा लानु सकिँदैन, के हुन्छ स्विङ हुन्छ हात। तर देवी मागी के हुँदैन, देवी मागी ट्विस्ट हुँदैन, यसरी राउन्डिङ जाँदैन। देवी मागी जहिले पनि के हुन्छ स्ट्रेट जान्छ, सिधा सिधा जान्छ है। त्यही भएर तपाईँहरूले गुब्री सोकी गर्ने बेला के नगरिदिनुहोस्, बडी यहाँ ट्विस्ट नगर्नुहोस्, साइड फेसिङ नगरिदिनुहोस्, के गर्ने हो हाफ फेसिङ यहीँबाट है। रेडी वन्स मोर रेडी 1 साइड फेसिङ भइरहेछ है हो, हाफ फेसिङ बस्ने 2 हाफ फेसिङ है। हाफ गुब्री सोकी इज अलवेज इन द हाफ फेसिङ। हल्का भेटा हाल्नु त गुरु, अलिकति यता ल्याउनु बस। यो हात चाहिँ के यसै यसको पार्ट चाहिँ यहाँनिर ग्यापिङ हुन्छ कि, दुईवटा खुट्टाको बिचमा चाहिँ यहाँनिर चाहिँ ग्यापिङ हुन्छ, खुट्टा र हातको बिचमा ग्यापिङ है। यसरी हान्दाखेरि नलागोस्, गर्नु त हो है, हो ग्यापिङ चाहियो है, गर्नु पऱ्यो। रेडी रेडी नाइस हो, यो ग्यापिङ चाहियो है। पर्छ ओके डाइरेक्ट है। अब रेडी गुब्रियो जुङ्गी सोकी रेडी गो। यो गुब्री जुङ्गी सोकी कति हो ए ओके वन्स मोर मार्दै हो यसलाई रेडी वन्स मोर गुब्रियो जुङ्गी सोकी रेडी गो। गमा बेन्डिङ गर्नु न पछाडि खुट्टा। वन्स मोर रेडी गुब्रियो जुङ्गी सोकी गो। गमा भइरहेछ ओके नाइस डान्स। ओके लेट्स गो अनदर स्लेट है त, अर्को खुट्टा गरौँ। विशाल अगाडि आऊ, तिमी जाऊ त नानु, म तपाईँ नै अगाडि आउनु त, तिमी जाऊ पछाडि है। तपाईँहरू पछाडिको पछाडि हुनुभयो क्या, यिनीहरूले अघि नै बात, यिनीहरूले बिहान के भन्छ यसको थ्योरिकलले पनि बुझेछन्, तपाईँहरू थ्योरिकलमा छुट्नुभयो, त्यही भएर तपाईँलाई अगाडि ल्याएको है त। ओके अहिले हामी के गरेको थियौँ, राइट लेगको गरेको थियौँ होइन त। ओके अब लेफ्ट लेग है, लेफ्ट सेफ हाफ फेसिङ है, फुल फेसिङ के अरे साइड फेसिङ नदिनु होला। साइड फेसिङ भनेको के, फुल बडी चाहिँ यो साइडतिर जानेलाई साइड फेसिङ भयो। हाफ फेसिङ गर्नलाई कहाँ जानु पऱ्यो, यो डाइरेक्सन दिनु पऱ्यो है त। रेडी डाउन अफ है, रेडी लेफ्टको है, अब लेफ्टको जाउँ है, अब लेफ्टतिर जाउँ है। रेडी रेडी डाउन डाउन गर्नुहुन्छ सबले, अफ
अफमा कहाँ जानु पर्यो अब बढी हाम्रो हाफ फेसिङ भइसक्यो नाइस गुड गर्नु त हो यो साइड फेसिङ जानुभयो कि तपाईँ हाफ फेसिङ भनेको तपाईँले यो कालोलाई टार्गेट दिनु शरीर हो धेरै धेरै आनन्द लिनुहोस् आनन्द आनन्द 1 इजी 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 रेडी गिटार ल्याउनु सिलाई कमा रेडी 1 4 रेडी 1 भन्छु डाइरेक्ट है अब डाउन अफ गर्नुहोस् है रेडी 1 डाउन अफ अब के गर्नु पर्यो शरीर चाहिँ हात फेसिङ है तपाईँहरूको यो रातोलाई टार्गेट दिँदा हुन्छ पछाडिकोले पनि यो भित्तातिर भन्दाखेरि यो रातोलाई टार्गेट दिनुहोस् है फुल यो फेसिङ नजानु होला हाफ फेसिङ जानु होला रेडी अब यसरी मात्र राख्नुहोस् खुट्टालाई टच गराएर अहिलेलाई इजीको लागि भुइँ टच रेडी ग्राउन्ड टच लेग अहिलेलाई प्र्याक्टिसको लागि रेडी 2 once more 2 once more go once more go once more go once more चलो ग्राउन्ड टच हल्का टच गरेर राख्नुहोस् इजी आफूलाई एकदम रिल्याक्स पोजिसनमा राख्नुहोस् एकदम यसलाई एफोर्ट नलाउनुहोस् है यो पोजिसन भनेको एकदम एफोर्टलेस पोजिसन हो इजी एफोर्टलेस 1 2 2 है सेम 2 रेडी गो वीर गुरु कथादिको बेन्डिङ गर्नु न अनि यहाँ भित्र हाल्नुहोस् यसलाई यो हामीले यो खुट्टा भित्र किन हाल्छु थाहा छ यो स्ट्यान्डमा खासमा बेसिकमा कुरा गर्नु पर्ला भनेर केही भनेको थिएन किकिङ गर्नुभन्दा अगाडि चाहिँ अलिकति स्प्रिङली खुट्टा दिन खोज्या हो के तपाईँहरू डाइरेक्ट हाल्नुहोस् त जाँदै जान्न नि भित्रबाट फाल्नुहोस् त किक बल्ल जान्छ गुब्री जुङ्गिसुकीमा नर्मली यहाँबाट हाल्नुहोस् त किक हाल्नु कस्तो गाह्रो हुन्छ भित्र ल्याउनुहोस् त यहाँबाट कति झट्का जान्छ गर्नु लियो नि यहाँबाट चाहिँ हान्न गाह्रो हुन्छ होइन हो कि जस्तै गुब्री सुकी गऱ्यो ब्यालेन्स गर्न सजिलो भयो नि त तपाईँले खुट्टा यसरी चल्नु भयो भने के हुने भयो किकिङ हान्ने डिस्टेन्स एकदम कम हुने भयो क्या त्यसले यहाँबाट यो उठाउनु भयो भने त यहाँबाट लिन गाह्रो हुने भयो नि त डिस्टेन्स चाहिँ जति क्लोज अलिकति यो के हुन्छ रियाक्सन फोर्स चाहिएन 1 चाहियो नि त्यसको लागि चाहिँ हो क्या भित्र ल्याउने खुट्टा बेन्डिङ एन्ड वानमा चाहिँ के अरे हात पछाडि है 1 खुट्टा स्टेप तल ओके हल्का अहिलेलाई इजीको लागि गर्नुहोस् प्र्याक्टिसको लागि 2 ग्राउन्ड टचमा जानुहोस् रेडी गो once more go 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 come on straight बेन्डिङ रेडिस्टेन्स ए इट्स मिन्स गुब्रियो जुम्बी सोगी ए गुब्रियो जुम्बी सोगी चाहिँ कसको लागि रहेछ त साइकिकको लागि है यसको चाहिँ इमिडिएटली फास्ट मोसनमा हुन्छ है यो चाहिँ यो मोमेन्ट चाहिँ है नर्मल मोसन चाहिँ हैन है यसको चाहिँ भइहाल्छ है ओके अहिले ट्राई गर्ने ओके लेट्स गो हे वी क्यान डु इट अरे एकैचोटि है रेडी गर्ने है रेडी फास्ट मोसन है यो चाहिँ मोसनको बारेमा भोलि स्टडी गर्छ अझ राम्रोसँग 5 मोसनहरू छ है कन्टिन्युअस मोसन कनेक्टिङ मोसन फास्ट मोसन नर्मल मोसन यो लगभग यो 5 मोसनहरू छ यो मोसनको बारेमा हामी भोलि अध्ययन गर्छौँ अहिले चाहिँ यो चाहिँ फास्ट मोसन हो भने बुझ्नुहोस् है त रेडी तपाईहरुले दुईटा मोमेन्ट मात्र ल्याइदिनुस् है 3-4 मोमेन्ट नलिदिनु दुईटा मोमेन्ट है यसलाई नगन्दिनुस् के गर्ने है रेडी
Ready? Go! Okay, once more. यो बेसिकलाई एकचोटि भाँचेर गरौँ न त सबै हैन वन्स एकै सुरुबाट हैन रेडी रेडी 1 2 3 अप नाइस किकिङ गर्ने तरिकाहरू पनि धेरै थरीका हुन्छन् है जस्तै हाम्रो यो गुब्रियो सुनिसकेमा चाहिँ हात कसरी फाल्दैछ नि हामी यसरी फाल्दैछ नि कोही ठाउँमा साइड किक यस्तो पनि छ हैन कोही ठाउँमा यो पनि छ कोही ठाउँमा यो पनि छ किकिङ गर्ने तरिका धेरै थरी छ तर उन्ने तुलमा चाहिँ हात चाहिँ फालिन्छ है वन्स मोर रेडी 1 एकछिन यो मोमेन्टमा बस्नुस् इजी मोमेन्ट्स तल हल्का ग्राउन्ड टच गर्नु अहिलेलाई यो चाहिँ रिल्याक्स पोजिसन है गुब्रियो दुनिसकेको रिल्याक्स पोजिसन हो 2 3 नाइस ओके नेक्स्ट लेग रेडी 1 यता अर्को खुट्टा हो लेफ्टको अब रेडी 2 3 ओके राइट नाइस रेडी 1 लेफ्टको 2 3 गमा Okay, check. Clear. One step back. Okay. अब चाहिँ हामीले चाहिँ अलिकति यसलाई चाहिँ अझ फुल फेसमै गर्ने कोसिस गरौँ है ओके निन्जा सुकी अब मिलाम है निन्जा सुकी दिनुसुकिच अब हेर्नुहोस् है अब यसमै बस्नुहोस् यसमै अहिलेलाई अब यसमै रेडी अब गुब्रियो सङ्गी प्लस योगछागी प्लस सेम निन्जा सुकी डेबी मागी गरिन्छ है प्र्याक्टिसको लागि है सेम है त ओके अब फर्स्ट अलिकति भाँचेर गरौँ त्यसपछि कन्टिन्युस गरौँला है त फर्स्टमा के गर्नु पर्यो रेडी 1 मा चाहिँ गर्नुस् 2 मा यो गर्नुस् 3 मा यो गर्नुस् 4 मा गर्नुस् है त रेडी 1 मा चाहिँ रिल्याक्स पोजिसनमा पुग्नु पर्यो डेबी मागीको रेडी 1 रिल्याक्स पोजिसन खुट्टा नउठाउनुस् विक्रम गुरु ओके 2 हाफ फेसिङ 3 4 डेबी मागी सङ्कल्पमा गर्दा पनि हुन्छ ओके अब अगाडि बढ्ने है रेडी 1 रिल्याक्स पोजिसन गुब्रियो जल्दी सकेको रिल्याक्स पोजिसन यो 2 3 4 5 ए खुट्टा नउठाउनुस् 6 7 8 1 2 3 4 Come on. Once back. अब 4 ठाउँमा भाँच्नु थियो अब 2 ठाउँमा भाँच्दियो है 1 मा के गर्दिनुस् अघि निन्जा सकिदिन्छ किच सङ्कल्पमा गर्नुस् है त अहिलेलाई है 1 मा के गर्ने हेर्नुस् है 1 मा 2 मा गर्नुस् है बुझ्नुभयो हेर्नुहोस् है 1 मा एकचोटि हेर्नुहोस् 1 मा 2 मा है ओके रेडी अब म 4 को बेसिकलाई चाहिँ 2 काउन्टमा गरिदिनुस् 1 काउन्टमा चाहिँ गुब्रियो सोकीमा आउनु पर्यो सेकेन्ड काउन्टमा चाहिँ किकिङ प्लस डेबी मागी ओके रेडी 1 2 3 4 5 6 Come on. Okay, once more. अब चाहिँ कन्टिन्युसली दिन पर्यो 4 मोमेन्टलाई चाहिँ एकैचोटि दिन पर्यो है सेम
ओके यो एकैचोटि छाप छाप दिन पर्यो है त ओके रेडी गमा गमा रेडी निन्जा सोगी संकल्प दुई लागि 1 है सिंगल काउन्ट है गुब्रु सोगी रेडी 1 अझै टाइमिङ स्टप पछाडि जाऊ डेबीमा यहाँ बस्यो डेबीमा गमा बस्यो सिट डाउन सबैजना हाम्रो आजको यो चाहिँ लास्ट चान्स गरौँ है ठ्याक्क है अनि सकेसम्म चाहिँ यो गुब्री सुगी र साइकिकको बिचमा चाहिँ अलिकति फास्ट मोसन दिनु होला है मैले मलाई सिकाउनु अलिक नर्मलमै सिकाइरहेको थिएँ तर अलिकति फास्ट गर्दा चाहिँ हुन्छ के है ठ्याक्कै यति गर्नु पर्यो है त तीनजना अब यति हेर्दै गर्नु खुट्टा ट्राई गर्ने अघिको मिलाउने 15 डिग्री वाला पनि है डेढ राखेपछि चाहिँ हल्का फास्ट दिने क्या है बल्ल जाने धेरै माथि हाल्न पर्दैन ब्यालेन्स आफूलाई कति ब्यालेन्स चाहिन्छ यहाँले हाल्न सकिन्छ है आफूलाई ब्यालेन्स गर्न गाह्रो हुन्छ नि निबिल हान्ने हो है वीर गुरुले एउटा मात्र सुधार्नु पर्ने के भयो थाहा ठ्याक्कै यो बिल्डिङ है अरू ठिक छ फेरि काममा गर्नुपर्छ र डाइरेक्ट हान्दिउँ है त्यही त निन्जा सुकी सङ्कल्प दिन लागि है ठ्याक्कै है सेम है सेम यो किकिङ हानिसकेपछि त 1 साइड त चाहिन्छ है फेरि है त रेडी गो हात माथि ठिक हाल्ने बेला के माथि अरे मिल्छ यहाँ मिलाउनु त आएको नि के अरू गुरुहरू यो हातको बारेमा भोलि भन्छु भनेको थिएँ है गमा ठिक छ गमा अझै अब केही न केही अब देखि हारिन्छ होइन त्यो चाहिँ अब किन भन्दाखेरि अब हाम्रो स्कुलिङ पनि त्यस्तै भयो होइन मलाई पनि गाह्रै हुन्छ कि दाइ अझै पनि मिलाउन होइन मेरो पनि बिग्रिन्छ नि निन्जाहरू गर्दाखेरि अझै पनि ल गुब्रु सुकी पनि मेरो पनि राम्रोसँग मिल्दैन बरु उसले गर्ला जस्तो लाग्छ है मिल्दैन कि मेरो अलिक गाह्रै हुन्छ किक चाहिँ यो उसमा चाहिँ 4 नम्बर 4 मा चाहिँ हात चाहिँ फाल्नुपर्छ है किक अड्डाउनलाई चाहिँ ब्लेड बनाउनै पर्यो लचक ल्याउनु पर्यो किक हानेपछि लचक लास्ट है अब ओके निन्जा सुकी सङ्कल्प देवी मागी
Come on! साइड किकमा भिसेप नबनाउने है कहिले पनि। तपाईलाई हानेको साइड किक र तपाईको बडी चाहिँ स्ट्रेट हुनुपर्छ, स्ट्रेट लाइनमा। यस्तो टाइपको हुनु भने भित्र बस्नु भएन, सिधा। के भयो लाइनिङ, के भयो यो लाइनिङ? सिधा छ नि हैन? यो है के नगर्ने विशालको के भयो? टाइपको अलिकति के भयो? कर्भ भयो, कर्भ नगराउने के स्ट्रेट लाइन चाहिन्छ। स्म्यानमा मतलब यस्तो होइन कि खुट्टा र शरीर चाहिँ यस्तो हुन भएन, सिधै चाहियो कि सिधा है। के नगर्ने, यसो कुप्री नभर्ने के है बिग्रौ, सिधा बडी चाहिँ स्ट्रेट चाहियो। टाइट लेग ब्याक, अझै धर्काउने शरीर यसरी किक हान्ने बेला। Come on. Okay, trip. Here. Ninja sugi jump skit. अहिले लगभग अहिलेलाई यसो गर है। किनभने किक चाहिँ सिधा हुनु पर्यो कि सिधा यस्तो टाइपको हुनु भएन क्या, यस्तो हुनु भएन। किक हान्दाखेरि बडी र खुट्टा चाहिँ सिधै चाहिन्छ कि है टाइपको। रेडी, नाइस, गुड। 15 डिग्री पनि मिलिरहेछ है खुट्टा, नाइस भइरहेछ। 3 यो ग्रुपले बेस्ट गरे हैन भाइ, हो कि नै? यो ग्रुपले बेस्ट गरे है। ल यति राम्रो लाग्यो एपिसोड गर्न, तपाईहरुले फेरि दुःख नमान्नु, हामी किन बिग्रियो भन्दाखेरि कुनै एकजनाको बिग्रियो होला अनि बिग्रियो। ग्रुपले चाहिँ ग्रुपको चाहिँ सर एउटै टाइपको चाहिँ उनीहरुको देख्यो है। कोही ग्रुपमा चाहिँ कोहीले राम्रो गर्ने, कसैले अलि नराम्रो गर्ने, अलि बिगार्ने भयो। ओके, अप आजलाई भयो। ओके ल, ल वीरगुरु अगाडि यसो हल्का आउनुहोस्, यसो कुल डाउन जस्तोहरू गराउनुहोस् न। एक दुईवटा कुल डाउन, यसो एकदम रिल्याक्सेसन टाइपको मोमेन्टहरू। तपाईँलाई थाहा छ कुल डाउनको बारेमा के हो त? सोलो कुल डाउनहरू, रिल्याक्स टाइपको एक्सर्साइजहरू नर्मली जस्ट वार्म अपहरू पनि पर्छ। रिल्याक्स अलिकति शरीर डाउन गरेर रिल्याक्सहरू, नर्मल रिल्याक्सहरू। ल विशाल लाउ हल्का कुल डाउन, धेरै होइन 2 मिनट जति है। भोलि आउँछ नि कुल डाउन, भोलि चाहिँ सिस्टमवाला कुल डाउन गरौँला, त्यहाँ कुल डाउनको पनि छ। दाइ आउनुहोस् है, दाइ आउनुहोस्, दाइ तपाईँ आउनुहोस् कि भोलि त बेलुका त मेडिकल छ क्या। कुन दिन्छ के मेडिकल थाहा छ नि पसिना कस्तो भइरहेछ त? बेसिकमा त अझै गयो होइन, यो त स्ट्यान्स हो। बेसिकमा गएकै छैन कि, यो त स्ट्यान्समा चाहिँ के थपिएको मात्रै हो नि।
बहुत सारे दुख्ने होला यार हाँ यार क्या हुआ भइहाल्दैन म सबैलाई हालिदिन्छु भन्थ्यो मैले जो दिउँसोदेखि यहाँ लगभग बिहानदेखि बिहान हजुर हाम्रै हुन्छ त्यसपछि चाहिँ कुनै मोमेन्टहरू गरिन्छ त्यही रेडिस्टान्स म चाहिँ यही मोमेन्टमा चाहिँ केही टेक्निकहरू भइरहेको छ क्या रेडिस्टान्स अनि साइन्सको बारेमा तपाईँले यही बेला यो चाहिँ तपाईँले बसेर गर्नु त्यो फ्याक्टर अफ टेक्नोलोजी चाहिँ पाउनु कसरी गर्नु चाहिँ गर्नु भएको बारेमा छ